ब्रेकपछि फेरि पनि स्वागत छ। कार्यक्रम केही मिठो बात गरौं हेर्दै हुनुहुन्छ हिमालय टेलिभिजनमा। आज हामीसँग संगीतकार जुगल डंगोल हुनुहुन्छ। उहाँको सांगीतिक जीवनको विषयमा जान्ने प्रयास आज हामीले गरिरहेका छौं। यहाँलाई फेरि पनि स्वागत छ। धन्यवाद। हजुर, जस्तो तपाईले भन्नुभयो यो टकिङ स्ट्रिङ्सको विषयमा जुन हिजो मात्र यहाँले रिलिज गर्नुभएको हैन, कस्तो यो अलिकति यसको बारेमा भनौं। यसमा पूरा शब्द छैन, संगीतले नै सबै कुरा यसले व्यक्त गर्छ हैन। टकिङ स्ट्रिङ्स नामले नै थाहा हुन्छ, स्ट्रिङ बोल्छ हैन, आफैमा भाषा हुन्छ, आफ्नै भाषाले बोलेको हुन्छ, अभिव्यक्ति हामी बुझ्छौं पनि फेरि हैन। जसरी गीतमा हामी शब्दलाई मात्र बुझ्छौं नि, शब्दले गीतमा संगीत नभए पनि शब्द बुझिन्छ भन्न खोजेको कुरा। तर जब इन्स्ट्रुमेन्टल हामी गर्छौं, सुर ताल र हार्मोनीको थ्रुबाट चाहिँ हामीले अभिव्यक्ति दिनुपर्ने हुन्छ। टकिङ स्ट्रिङ्समा सितारलाई मेन इन्स्ट्रुमेन्ट मानेर सितारको लागि कम्पोजिसन गरेको धुनहरू हो, जसमा विभिन्न शीर्षकहरू राखेर मैले गरेको छु। हिजो भर्खर यो एल्बम निकाल्नु भएको, जस्तो कार्यक्रम पनि यहाँले प्रोग्राम पनि आयोजना गर्नुभयो, त्यहाँ तपाईहरुले लाइभ परफर्मेन्स पनि राख्नुभयो हैन। जस्तो त्यहाँ आउनुहुने दर्शकहरूले हेर्ने मौका पाउनुभयो, श्रोताहरूले सुन्ने मौका पाउनुभयो। त्यतिबेला कस्तो कमेन्ट पाउनुभयो, कस्तो रह्यो त्यो कार्यक्रम, अलिकति त्यसलाई पनि स्मरण गर्नुस् न। अरु त म भन्दिन हैन, हाम्रो उपकुलपतिज्यू प्रचण्ड मल्लले उहाँले के भन्नुभयो, संगीत यहाँसम्म पुगिसकेको छ मलाई थाहै भएन भन्ने खालको उहाँले अभिव्यक्ति दिनुभएको थियो भन्ने खालको। अब भाषाले मात्र होइन, मात्र सुर भन्छ, मेलोडी, रिदम र हार्मोनी, यो तीनवटा चिज मिलेर पनि धेरै कुरा अभिव्यक्त हुन सक्छ भन्ने खालको उहाँले भन्नुभयो। भन्दा दर्शक श्रोताहरूले एकदम मन पराउनु भएको छ, इन्जोय गर्नुभयो धेरै कुराहरू। हजुर, तपाईले जस्तो गर्नुभएको कामहरुमा अर्को एउटा छुट्टै काम भन्नुपर्छ। जस्तो सानो एकजना नानीलाई गीत गाउन लाउनुभयो, अतिथि गौतम केसी, उनले राम्रो गरिन् हैन, थुप्रै वाह पनि पाइन् उनले संगीत क्षेत्रमा, अन्तर्राष्ट्रिय स्तरमा उनको चर्चा पनि भयो कम उमेरमा गाउने भनेर। त्यो अलिकति कसरी त्यो संयोग जुड्यो, अथवा भनौं त्यो एउटा सानो जस्तो भने एउटा केटाकेटी भनेको माटोको भाँडा जस्तै हुन् भनौं, जसरी स्वरूप दियो त्यो अनुसार बन्छ, कुमालेले घुमाउने चक्रमा जस्तै भनिन्छ। उनलाई पनि एउटा यसरी गाउने, यस्तो गर्ने, अथवा भन्दाखेरि उनलाई कोर्डिनेट गरेर काम गर्नको लागि कस्तो भयो, त्यो अनुभव पनि अलिकति बाँडिदिनुस् न हामीसँग। खासमा बच्चैदेखि मान्छेमा प्रतिभा लुकेको हुन्छ, हामीले चिन्न मात्र पर्दो रहेछ कि। खासमा अतिथि केसीसँग भएको प्रतिभा हामीलाई थाहा थिएन, उहाँको प्यारेन्ट्सलाई पनि थाहा थिएन फर्स्टमा। उहाँको दिदी, अतिथि केसीको दिदी उष्णा केसी, उष्णा केसीको रेकर्डिङमा जब 18 महिनाको उमेरमा जब स्टुडियोमा प्रवेश गरिन् अतिथि, म गाउँछु भनेर जिद्दी गर्न थाल्थे 18 महिनाको हुँदाखेरि। हजुर, जबकि उसको टोन पनि क्लियर भएको थिएन त्यो बेला। अनि ल ठिक छ नि त, एक्चुअली मैले ट्र्याकमा स्टुडियोभित्र राखेर मैले ट्र्याक अन गरिदियो, उसले जस्ताको तस्तै जसरी गाउनु पनि गीत गाइदिएपछि हामी हेराएर भयौँ। उसले सुनेर, जबकि याद गर्ने शब्द उसलाई थाहै थिएन, बुझेको पनि थिएन, याद गरेको रहेछ ट्युन त्यत्तिकै मिठोसँग हामी हेराएर भयौँ। त्यसपछि अनि मैले उद्धव केसी, उहाँको बुवा मेरो साथी पनि हुनुहुन्छ हैन, उहाँ सिङ्गर पनि हुनुहुन्छ, हामी बरु के गरौँ न, खासमा यसो वर्ल्ड रेकर्ड राख्ने तरिकाले होइन, सानै उमेरमा के गरौँ न भन्ने खालको होइन। मैले कम्पोजिसन उसलाई सुहाउँदो खालको कम्पोजिसन गर्न थालेँ र शब्द पनि सुहाउँदो चाहियो। शब्द घनश्यामजी उहाँ खड्का, उहाँले पनि राम्रो लेख्नुभयो होइन, उहाँले हेरेर उमेरलाई हेरेर उहाँले लेख्नुभयो, त्यही अनुसार कम्पोजिसनहरू बनाए र गीत रेकर्डिङ भयो। अनि कता कताबाट के हो भने संसारमा सबभन्दा सानो गायक को होला भन्ने खालको खोजी भयो होइन। खोजी हुँदाखेरि चाहिँ रुमानियाको भन्ने भेट्यो, कति भयो 4 वर्षकोमा, यो त 2.5 वर्षको भयो अहिले। ल त्यसमा हामी पनि केही पहल गर्ने कि रेकर्डको लागि भने पहल गरियो। गर्दाखेरि 3 वर्षको उमेरमा हामीले रिलिज गऱ्यौँ होइन, एल्बमहरू गरेर। वर्ल्ड वाइड अनि वर्ल्ड रेकर्ड बुकले पनि टाइटल दियो होइन। त्यस्तै इन्डिया रेकर्ड्स अफ इन्डिया उसले 3-4 वटाले चाहिँ त्यो वर्ल्डको सबभन्दा सानो सिङ्गर हो भनेर चाहिँ मेडल र सर्टिफिकेटहरू चाहिँ दियो। त्यो बेला चाहिँ कस्तो भयो भने नसोचेको जस्तो कि हामीले गर्छु भनेर नगरे पनि हुन गएको जस्तो हो, त्यो फिल भयो। भनेपछि एउटा सानो बच्चाको प्रतिभाले नै यहाँलाई पनि गर्ने प्रेरणा दियो। त्यही त भने नि, एकचोटि गाएको चिज उसले तुरुन्तै टिपेर गाउन सक्ने क्षमता हैन। शब्द चाहिँ उच्चारण धेरै गाह्रो भएको थियो, उच्चारणले गर्दा नभए उसको एल्बम मलाई लाग्छ 2 वर्षको उमेरमा निस्किन सक्थ्यो। उच्चारणको जुन क्ल्यारिटी छ नि, त्यसमा प्रब्लम भयो। अनि गाउँसम्म अगाडिको दाँत थिएन,
अनि हावा मात्र आउँथ्यो कुनै कुनै शब्दमा हैन राष्ट्रिय गान पनि हामीले गरेका थियौं त्यसमा त धेरै गाह्रो भयो अखण्ड अग्रगामी भन्दाखेरि अर्कै निस्किने उसबाट उसले धेरै मेहनत गरेको थियो त्यसबेला हामीले धैर्य गरेर लियौं टेक पनि अनि जस्तै बच्चाले त्यो मेन्टली स्ट्रेस दिनु हुँदैन भन्ने हिसाबले पनि हामीले जसरी उसलाई मन पर्छ त्यही तरिका रेकर्ड गरेर हामीले कम्प्लिट गराएको थियौं त्यो बेग्लै किसिमको सन्तुष्टि दिएको छ त्यो गीत हजुर धेरै नै त्यो बेला चाहिँ मलाई के लाग्यो भने प्रत्येक प्यारेन्ट्सले आफ्नो छोराछोरीमा बच्चामा के ट्यालेन्ट छ निहाल्न चाहिँ एकचोटि जरुरी रहेछ सही समयमा त्यसलाई चाहिँ हामीले प्रस्फुटन गर्ने जुन मौका दियो भने चाहिँ धेरै राम्रो हुने रहेछ पछिसम्मको लागि भन्ने मलाई लाग्यो हजुर जस्तो फरक कामहरू गर नयाँ नभए पनि फरक गरे भनेर जुन यहाँले आफैले भन्नुभएको कुरा हैन अब गर्न मन लागेको अझै यस्तो किसिमले म क्रिएसन गर्छु अथवा यसरी पनि म संगीत क्षेत्रमा अगाडि बढ्न चाहन्छु कुनै योजना सोच बाँकी छ नि तपाईको मलाई खास कम्पोजिसनमा सिम्फोनी टाइपको म्युजिकहरू हजुर जसमा एउटा कथा नै होस् घण्टौंको त्यस्तो खालको म्युजिक कम्पोजिसन गर्ने रहर छ अहिले पनि म सायद भविष्यमा गर्छु पनि होला अब म इन्स्ट्रुमेन्टल म्युजिकहरुमा मलाई अहिले जति एक्सपिरियन्स हुँदै गइरहेको छ हैन एरेन्जमेन्टमा त्यो सबैलाई मैले समेटेर त्यो अनुभवको आधारमा मेरो स्टडीजको आधारमा म एउटा राम्रो चाहिँ सिम्फोनी चाहिँ बनाउने म कोसिस चाहिँ गर्छु हजुर जस्तो अरु पनि हुन सक्छ रुचिका विषयहरु संगीत त भइहाल्यो हैन संगीतमा पुरा समेटिनु भएको छ त्यो भन्दा बाहेक पनि गर्ने कुराहरु जुन कुरा बाहिर नआएको रुचिका विषयहरु के छन् होला यहाँको रुचि भन्दाखेरि फुटबलमा थियो पहिले क्लास 10 मा हुँदाखेरि अनि हात भाँचेपछि छोडियो हैन खासमा अरु विषयमा मैले सोच्ने कहिले फुर्सद पनि नपाएर हो कि अरुमा खासै रुचि चाहिँ हुँदै भएन साहित्य प्रति चाहिँ अलिअलि छ मलाई पढ्न मन पराउँछु हैन खास अरु विषयमा चाहिँ मलाई भएन हजुर भनेपछि अब निरन्तर संगीत क्षेत्रमै जानुहुन्छ पछिको योजनाहरु त केही बनाउनु भएको होला नि त लाइफमा योजना भनेर खासै योजना छैन लाइफ भोगिँदै गइन्छ हैन त्यसपछि त्यसमा नयाँ कुरा सिकिन्छ नयाँ कुरा दिइन्छ आफूले जानेको कुराहरु शेयर गरिन्छ म्युजिकमा त्यही हो योजना भनेर म यस्तै गर्छु भन्ने खालको होइन नयाँ कुरा चाहिँ गर्ने कोसिस गर्छु स्टडीलाई म अगाडि बढाइरा हुन्छ नयाँ कुरा सिक्ने हैन त्यसपछि नयाँबाट आफ्नोपन थपेर के निकाल्न सकिन्छ भने त्यो कोसिस चाहिँ म गरिरहेको हुन्छु हजुर अब हामी लगभग अन्त्यमा छौं आफ्ना दर्शक श्रोताहरुलाई जसले माया गर्नु भएको छ तपाईको गीत संगीतलाई मन पराइदिनु भएको छ उहाँहरुले आफ्नो शब्द केही भन्दिनुस् के भन्न चाहनुहुन्छ म दर्शक श्रोताहरुलाई के भन्न चाहन्छु भने नेपालमा म्युजिकको विकास क्रम जुन रूपमा बढिरहेछ तर दर्शक त्यति रूपमा बढ्न सकेको छैन म्युजिक सिक्नु भन्दा पनि बुझ्न जरुरी छ अहिलेको समयमा बुझेपछि मात्र त्यसको सुनाइ राम्रो हुन्छ नभए के पनि एन्टरटेन मात्र होइन म्युजिक परापूर्वकालदेखि हेर्यो भने म्युजिक चाहिँ एन्टरटेनमेन्टको रूपमा मात्र यसलाई हेरिएको छैन हाम्रो संस्कृति हाम्रो जीवनसँग सम्बन्धित भएको हुनाले त्यसलाई राम्रोसँग तपाईले बुझ्ने कोसिस गर्नुस् हैन नेपालमा अब गीत संगीतमा लाग्ने मान्छेहरुको जुन अवस्था छ त्यसलाई हेरेर पाइरेसी चाहिँ रोकिदिनुस् भन्ने चाहिँ अनुरोध गर्न चाहन्छु यति नै हो हजुर यहाँलाई धेरै धेरै धन्यवाद धन्यवाद छ तपाईलाई दर्शकबिन अब हामी कार्यक्रम केही मिठो बात गरौँको अन्त्यमा आइसकेका छौं आज हामीले कुराकानी गर्यौं जीवनको अनुभव अनुभूति र विशेष गरी संगीत क्षेत्रमा नजिक रहेर सांगीतिक जीवन यात्रा कसरी अगाडि बढाइराख्नु भएको छ भन्ने विषयमा केन्द्रित रह्यो आज हामीसँग संगीतकार जुगल डंगल हुनुहुन्थ्यो अर्को हप्ता अर्को एकजना अतिथिको साथमा हामी फेरि पनि आउने नै छौं आजको लागि कार्यक्रम केही मिठो बात गरौँको सम्पूर्ण युनिट लगायत मलाई पनि बिदा दिनुहोस् नमस्ते कति सुख दुःख कति घाम पानी यही नै जीवनको मोल सुन मेरा भाइ नाम राख्नलाई गर्नै पर्छ नि गोल कति सुख दुःख कति घाम पानी यही नै जीवनको मोल सुन मेरा भाइ नाम राख्नलाई गर्नै पर्छ नि गोल यो आशा हो यो लक्ष्य हो तपस्या हो यो आशा हो यो लक्ष्य हो तपस्या हो सबको हुन्छ आफ्नै Brought to you by Sali Amala Dabur Amala. नमस्कार समृद्धि र शान्तिको अभियान हिमालय टेलिभिजनमा स्वागत छ दर्शकबिन कार्यक्रम हो यो केही मिठो बात गरौं कार्यक्रमको साथमा आज पनि म सुषमा छु
विशेष गरी कार्यक्रममा हामी कला साहित्य र संगीत क्षेत्रमा संलग्न व्यक्तित्वहरूसँगको रमाइलो मिठो कुराकानी यहाँहरूमाझ प्रस्तुत गर्ने गर्छौं र सधैँ चाहिँ आज पनि हाम्रो साथमा एकजना अतिथि रहनुहुनेछ। विगत उहाँ 20 वर्ष भन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा निरन्तर लागिरहनु भएको छ र अहिलेसम्म 500 भन्दा बढी गीत कम्पोज गरिसक्नु भएको छ भने त्यसैगरी 2000 भन्दा बढी गीत उहाँले एरेन्ज गरिसक्नु भएको छ। थुप्रै भाषाभाषीको चलचित्रमा पनि उहाँले संगीत दिइसक्नु भएको छ। एकजना संगीतकार हुनुहुन्छ जुगल डंगोल। आज हामी उहाँसँग कुराकानी गर्नेछौं। कार्यक्रम केही मिठो बात गरौँमा आउनुहोस्, उहाँलाई स्वागत गरौँ। यहाँलाई स्वागत छ कार्यक्रममा। धन्यवाद। सबैभन्दा पहिले अब आज भोलिको दिनहरू कसरी गइरहेछ? निरन्तर संगीत क्षेत्रमै हुनुहुन्छ। अहिलेको समय, विगतको समय सम्झिँदाखेरि निरन्तर संगीत क्षेत्रको यो 20 वर्षको अवधिलाई कसरी हेर्नुहुन्छ? म्युजिकमा कन्टिन्युटी नै म ठुलो कुरा मान्छु है। त्यही भएर यहाँ नेपालको सन्दर्भमा मैले पहिले जे गरेँ अहिले पनि त्यही काम गर्दैछु र पछि पनि त्यही गरि नै रहनेछु। म्युजिकमा अब विधाहरू शैलीहरू फरक हुँदै जान सक्ला, तर यसै निरन्तरता यसैमा हुन्छ मेरो। हजुर, जस्तो पहिलाको अवस्था, जस्तो एउटा एल्बम निक्लिँदाखेरि पनि थुप्रै बिक्री हुने, अहिले अब जस्तो गीतहरू तयार भइसकेपछि त्यो गीतहरू एल्बमहरू बिक्री हुन छोडिसक्यो, तर तपाईँको क्षेत्र त्यही छ, काम त्यही छ। नयाँ नयाँ गीत कम्पोज गर्नुहुन्छ, नयाँ नयाँ गीत एरेन्ज गर्नुहुन्छ, गीत उत्तिकै संख्यामा बढिरहेछ। यसलाई हेर्दाखेरि चाहिँ कस्तो महसुस हुन्छ यहाँलाई? होइन, बजार भन्नु, मार्केट भन्नु र कम्पोजिसन कुनै रचना गर्नु भनेको भिन्दै कुरा हो। बजारलाई हेरेर कम्पोज गरिन्न, कुनै पनि साहित्य लेखिन्न, त्यस्तै हो। आफ्नो मनको भाव पोख्ने एउटा माध्यम हो यसलाई। बजार भनेको कसैलाई मन परेर त्यसलाई अपनाउनु नअपनाउनु भनेको श्रोता दर्शकको माग भर पर्छ त्यो कुराहरू होइन। तर निरन्तरता भनेको कस्तो भने साहित्य रचनात्मक कुनै पनि कुराहरूमा निरन्तरता दिइराख्दै कुनै न कुनै बेला त्यो लक्ष्यमा पुग्छ, मलाई त्यस्तो लाग्छ। हजुर, र जे जस्तो अवस्था परिवर्तन भए पनि तपाईँले आफ्नो कामलाई छोड्नु भएको छ, निरन्तर अगाडि बढिराख्नु भएको छ। हजुर हजुर, जस्तो संगीत, अब निरन्तर संगीतमै रमाइरहने, काम भनेकै संगीत, साधनै संगीत, कसरी त्यसलाई परिभाषित गर्नुहुन्छ? संगीत भनेको मैले भने नि जस्तै हामी जुन भाषा बोल्छौँ त्यसरी नै यसलाई अब कुनै पनि आफ्नो मनको भावलाई एक्सप्रेस गर्ने एउटा माध्यम हो संगीत। कसैले शब्दबाट गरिन्छ, कसैले अब हावभावबाट, कसैले रङबाट गरिन्छ भने म्युजिकमा सुर तालको माध्यमबाट गरिन्छ। त्यो एउटा माध्यममा म निरन्तर पछ्याइरहेको मात्र छु। हजुर, 20 वर्ष अगाडिको त्यो समय सम्झिनु, कसरी आउनुभयो संगीततर्फ, कसरी आकर्षित हुनुभयो? संगीतमा म सायद बच्चैदेखि आकर्षित थिएँ होला, थाहा नपाइकन होइन। बच्चामा बुवाले मलाई त सानो मादल खेलाउनको रूपमा दिनुभएको थियो। त्यहीँबाट मेरो साङ्गीतिक यात्रा सुरु भयो होइन। त्यसपछि जब म एसएलसी पछि 2045 सालतिर होला सायद ललित कला कलेजमा म जोइन भएँ। त्यसपछि क्लासिकल म्युजिकहरू मैले सिकेँ त्यहाँबाट बिम्युजिक गरिसकेर त्यसपछि मेरो चाहिँ यसमा प्रोफेसनल्ली म चाहिँ यसमा करियर चाहिँ मैले सुरु गरेँ। कस्तो त्यति बेला सङ्गीत क्षेत्र रोजेर काम गर्नु भनेको अवस्थालाई, जस्तो बुवाले सानैदेखि मादल तपाईँलाई उपहार दिनुभयो भन्नुभयो, त्यो दिँदाखेरि एउटा छोराको रहरले दिनुभएको थियो कि अथवा होइन सङ्गीत क्षेत्रमा लागे पनि सकारात्मक नै हुन्छ भन्ने एउटा सोच थियो कि बुवाको के थियो? त्यस्तो खासमा कस्तो एउटा मैले भने तपाईँलाई खेलौना जस्तो होइन। बुवा पनि अब म्युजिकमा इन्ट्रेस्टेड, उहाँ पनि बजाउनुहुन्छ होइन, इन्स्ट्रुमेन्टहरू बजाउनुहुन्छ। उहाँले दिनुभयो सायद खेलौनाको रूपमा। पछि चाहिँ खासमा प्रोफेसनली म यसमा लाग्छु भन्दा उहाँले त्यति मन पराउनु भएन। उहाँले भन्नुहुन्थ्यो मलाई यो भनेको मान्छेको सोखको विषय हो, यसलाई करियर बनाउनु चाहिँ सकिन्न, नेपालको समयमा गाह्रो हुन्छ, कुनै अरू काम गर्नु, यसलाई सोखको रूपमा लिनु भन्नुहुन्थ्यो उहाँले। तर मैले उहाँलाई झुक्क्याएर मैले कलेज जोइन गरेको थिएँ। त्यो बेला अरू कलेजमा म पाटन कलेजमा जोइन भएको थिएँ। उहाँले थाहा नपाउने गरी मैले ललित कलामा जोइन गरेँ, त्यहाँ पढ्दै थिएँ म। भनेपछि झुक्क्याएरै पढ्न जानुभयो। कहिले थाहा भयो? थाहा पाएपछि के भन्नुभयो? जब थाहा पाउनुभयो त्यसपछि मन पराउनु भएन उहाँले। यो गतिलो काम चाहिँ गरेन छोराले भन्ने उहाँलाई लाग्यो होइन। जब त्यसपछि मैले कलेज पढेको 1 वर्षपछि नै मैले म्युजिकमै कामहरू पाउन थालेँ। त्योभन्दा पहिल्यै म इन्स्ट्रुमेन्टहरू बजाउँथेँ, मैले कामहरू पाउन थालेँ। त्यो बेला गजलको माहौल थियो होटलहरूमा होइन, त्यो बेला मैले कामहरू पाउन थालेँ, मैले बजाउँथेँ होटलमा। त्यसपछि बुवाले चाहिँ अलिकति यो ठिकै हो कि भन्ने चाहिँ उहाँलाई लाग्यो। सृजना कतिखेर हुन्छ? तपाईँ जब सङ्गीतको कुनै वाद्य यन्त्रसँग बसाएर सृजना हुने हो अथवा एक्लै बस्दा पनि सोच्नुहुन्छ? कुनै निश्चित समय त्यसको लागि मैले छुट्याएको अथवा त्यस्तो हुन्छ भन्ने छैन। अहिलेको हिसाबमा भन्ने हो भने पहिले चाहिँ बरु कुनै समयमा गरिन्थ्यो, यो गर्नुपर्छ भनेर गरिन्थ्यो। अहिले चाहिँ कस्तो हुन्छ, मलाई यो चाहियो भनेर आउनेहरू हुन्छन् होइन, सिङ्गरहरू अथवा जसले एल्बमहरू गर्नुहुन्छ, जसले फिल्म बनाउनुहुन्छ। त्यसले गर्दाखेरि चाहिँ यो चाहियो भन्दाखेरि त्यो चिज कसरी बनाउने उहाँहरूले सोचे जस्तो। र
र त्यसमा आफ्नोपन कसरी थप्ने भन्ने खालकोमा त्यसैमा अब तन मन लागिरहेको हुन्छ। हजुर अब जस्तो अहिलेसम्म तपाईँले जस्तो चलचित्रको सङ्गीतहरू पनि दिनुभयो होइन, अरू एल्बमहरूमा पनि कलाकारहरूको गीतहरू सङ्गीतमा पनि एल्बममा तपाईँले सङ्गीत दिइसक्नु भएको छ। कस्तो रहेछ त्यो अरूले जस्तो अपेक्षा गरे अनुरूप दिन सक्नुपर्ने अवस्था हुन्छ, जस्तो एउटा शब्दलाई न्याय गर्नु पर्यो सङ्गीत मार्फत होइन, गीतको शब्दको मर्म मर्नु भएन, कतिको यो चाहिँ चुनौतीपूर्ण काम अथवा अहिलेसम्म सफल भयो जस्तो लाग्छ कि लाग्दैन? सफल असफल भनेको कुरा आफैले होइन, अरूले हेर्ने कुरा हो होइन। सफल म सन्तुष्ट छु, त्यसमा आफूलाई सफल मान्छु। यो पेसामा मैले गरेको काममा म सन्तुष्ट छु, म सफल छु। र अरूले मन पराइदिनु भयो भने म अझ सफल होइन। मैले अहिले थोरै चलचित्र गरेको छु, त्यसमा सेलेक्टेड मात्र छन्, जति पनि गरेँ मान्छेले सम्झेर लाएकै गरेको छु। पहिलो चलचित्र शिवशक्तिमा पनि केही गीतहरू चलेका थिए मेरा। त्यसपछि म चलचित्रमा फिट हुने खालको मेरो बिहेभियर भएन, मेरो बानी त्यस्तो छैन, त्यही भएर मैले खासमा चलचित्रबाट म टाढै रहेको हो। पछिल्ला समयमा केही अब मेरा पुरानो साथीहरूले चाहिँ गर्नुपर्छ यस्तो खालको चलचित्र भनेर मैले ठेगाना गरेँ। त्यसपछि वर्ल्ड कप इन नेपाल गरेँ होइन, सुखानी शहादत भन्ने गरेँ। थोरै भिन्न चलिआएको भन्दा चलेको ट्रेन्ड भन्दा थोरै भिन्न खालको सब्जेक्टमा फिल्म बन्न लागेको थियो त्यो र बनेको थियो त्यो चिजमा। अनि उहाँहरूले मलाई प्रेसर पनि गर्नु भएन यस्तो गीत भनेर, स्क्रिप्ट सुनाउनु भयो, शब्द दिनु भयो, मलाई खुल्ला छोड्नु भयो, म त्यो अनुसार काम गर्नु। बन्धनमा बसेर सङ्गीत सिर्जना गर्ने हजुर हजुर तपाईँ आफू स्वतन्त्र रूपमा सिर्जना गर्नुभएको छ, जति चलचित्रको गीत जस्तो तपाईँले नेवारी भाषाको पनि गर्नुभएको छ। हजुर मैले गरेँ, त्यसमा पनि गरेँ, नेवारी भाषाको पनि गरेँ, जस्तै भोजपुरी पनि मैले गरेको छु होइन। गीतकै हिसाबमा मैले जर्मन सङ्ग पनि गरेको छु, इङ्ग्लिसहरू हिन्दी पनि मेरो छन् होइन। तर मैले भने नि फरक फरक चिजलाई भाषा फरक भए पनि सङ्गीतको परिभाषा त एउटै हो, सङ्गीत परिभाषा एउटै हो तर शैली फरक हुन्छ हजुर हजुर होइन। अभिव्यक्ति गर्ने शैली पनि फरक हुँदो रहेछ। त्यो कुरा पनि नयाँ गर्दाखेरि नयाँ कुरामा अध्ययन गर्नै पर्छ, थप कुरा सिकिन्छ, फेरि त्यसलाई एप्लाई गरिन्छ। हजुर तपाईँ जुन चलचित्रको नाम लिनुभयो वर्ल्ड कप होइन, त्यस्तै अरू चलचित्र जुन गर्दै हुनुहुन्छ त्यो रिलिज नभइसकेका चलचित्रहरू होइन, त्यो सङ्गीत पनि अब श्रोताहरूले दर्शकहरूले सुन्ने मौका पाउनु भएको छैन होला। कस्तो किसिमको नयाँ कुरामा सृजना कस्तो दिनुभएको छ त्यो पनि अलिकति? जस्तै वर्ल्ड कप नेपालमा मैले टाइटलसँग आफैले गाएको छु त्यो होइन। त्यो गीत चाहिँ खेलाडीहरूलाई चाहिँ उत्प्रेरित गर्ने खालको, फुटबलको स्पेसल्ली, र फुटबलको टेक्निकल वर्डहरूलाई पनि त्यसमा गीतमा समायोजन गरेर हामीले बनाएका छौँ। थोरै सुनाइदिनुहोस् कस्तो खालको छ त्यो? कति सुख दुःख कति घाम पानी यही नै हो जिन्दगी, सुन मेरा भाइ नाम राख्नलाई गर्नै पर्छ निगो। यो आशा हो, तपस्या हो, यो लक्ष्य हो, सबको हुन्छ आफ्नै हो। कति सुख दुःख कति घाम पानी यही नै जीवनको मोल, सुन मेरा भाइ नाम राख्नलाई गर्नै पर्छ निगो। कति सुख दुःख कति घाम पानी यही नै जीवनको मोल, सुन मेरा भाइ नाम राख्नलाई गर्नै पर्छ निगो। यो आशा हो, यो लक्ष्य हो, तपस्या हो, यो आशा हो, यो लक्ष्य हो, तपस्या हो, सबको हुन्छ आफ्नै हो। सुन मेरा भाइ नाम राख्नलाई गर्नै पर्छ निगो। रेस्पोन्सै पाउनु भएको छैन श्रोता दर्शक? रेस्पोन्स पाइसकेको छु। हजुर यो गीतलाई एन्फामा हामीले दिएका थियौँ। हजुर हजुर र अस्तिको नेपालमा भएको सबै फुटबल गेमहरूमा हजुर यो गीत रङशालामा धेरै बजेको थियो, धेरै मन परायो, एप्रिसिएट गर्नुभएको थियो यो गीतको। र मलाई लाग्छ यो गीत चाहिँ सबै खेलाडीहरू र सबैले मन पराउनुहुन्छ यो गीत। अहिले आजभोलि अरू गर्दै हुने नयाँ कुरा दर्शक श्रोताको लागि के दिनुहुन्छ? नयाँ कुरा भन्दाखेरि एल्बमहरू मेरो भइरहेछ होइन, नयाँ आधुनिक गीतको एल्बमहरू भइरहेछ। हाम्रो उत्तम मानन्दरजीले लेख्नुभएको गीतको सोलो एल्बम भनौँ न, स्वरपराज, राजपाल राय, रामकृष्ण काल उहाँहरूको स्वरहरूको एल्बम अब छिट्टै निस्किँदैछ त्यो चाहिँ होइन। अब भर्खरै निस्केको छ नारायण बाबु कोइरालाको नजिर भन्ने एल्बम हो भर्खर। त्यस्तै हिजो मात्र अब रिलिज भएको मेरो इन्स्ट्रुमेन्टल सिडी टकिङ स्ट्रिङ्स त्यो भयो। भनेपछि प्रत्येक पटक नयाँ कुराहरू गर्दै हुनुहुन्छ? कोसिस नयाँ त सबै गर्छु भने गर्छु, तर अलिकति फरक 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 चाहिँ गर्न खोज्छु। नयाँ त के भन्न सकिन्न, संसारमा कतै कतै केही न केही चिज मिलेकै हुन्छ सृजना होइन। त्यसमा मेरो बिल्कुलै नयाँ भन्न त म सक्दिनँ। हजुर तपाईँसँग फेरि पनि कुराकानी गर्नेछौँ।
दर्शकबिन यति बेला हिमालय टेलिभिजनमा कार्यक्रम केही मिठो बात गरौं हेर्दै हुनुहुन्छ र आज हामीसँग संगीतकार जुगल डंगोल हुनुहुन्छ। उहाँसँगको कुराकानी लिएर एकैछिनमा आउने नै छु, तर अहिलेको लागि पालो भएको छ कमर्सियल ब्रेकको। Brought to you by Asali Amala Dabur Amala।